नमस्कार दर्शकबिन 43 वर्षको फुच्चे केटाले 25 करोड विदेशी रकम लिएर आफ्नै ट्रकमा चिलमा चीनतिर हिँड्दै गर्दा पक्राउ परेपछि मेन तस्करीको तर्फबाट ठक्कामुला त्यति पनि छिराउन सकिनस् भन्दै आज पनि उदु बेबीले अर्को फ्यान्टास्टिक भिडियो लिएर आइसकेको छ। यदि तपाईहरुले मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने पुत्लुक हानेर सब्स्क्राइब गर्नु होला। गरिसक्नु भएको छ भने तपाई चाँडै करोडौंको मालिक बन्नु परोस्। यो मान्छे जस्तो इलिगल तस्कर गरेर हैन, लीगल रूपमा काम गरेर पैसा कमाएर मेरो आशीर्वाद छ। मेरो आशीर्वाद त फेरि प्याट्टै लाग्छ नि। फेरि अस्ति सारा नेपाललाई उल्लु बनाएर ठग्ने बिर्खेलाई नि उबै हुने गरी पखाला लागेको छ। त्यसलाई चाहिँ एक दिन चाहिँ भनेर भनेको थिए, छेरेर झन्डै मरेछ। खैर यो कुरा छोडौं, आजको कन्टेन्टमा जाउँ। अस्ति सोमबार राति 11 बजे एउटा मालवाहक ट्रकमा विदेशी पैसा ओसार पसार हुँदैछ है भन्ने गोप्य सूचना काठमाडौँ अपराध अनुसन्धान विभागलाई आयो। गाडी काठमाडौँको टोखाबाट केरुङ नाकातिर जाँदै थियो। प्रहरीले रोकेपछि फुच्चे दाइ सामान्य भएर काममा हिँडेको भनेर भने। पछि अलिक खानतलासी गर्न थालेपछि चिट पसिना आएछ। अब हामीसँग ट्राफिकले लाइसेन्स माग्दा त चिट पसिना आउँछ। अनि उसको त बाफरे 25 करोड छ साथमा, अनि पसिना आउँदैन त उस्तैले भए पिसा फेरिसक्थ्यो। प्रहरीले उसको हाउभाउबाटै केही न केही छ भन्ने शंका गर्यो। अनि कोट्याउँदै जाँदा हुटमा नयाँ सिलिङ बक्स बनाएर पुरै पैसा प्याकिङ गरेर हालेको भेटियो। एक दुई पोका होला नि त भनेर प्रहरीले निकाल्दै गर्यो। तर जति तान्यो त्यति आउँछ, जति तान्यो त्यति आउँछ, जति क्यामेरामा लाग्छ, जति तान्यो त्यति आउँछ। हो, प्रहरीहरू चकित परे। पहिलो पटक देखेको हो नि त त्यत्रो पैसा तपाईको साँडे। पछि गन्दै जाँदा 3,20,815 अमेरिकी डलर अनि 13,74,150 युरो, यसलाई नेपालीमा कन्भर्ट गर्दा 25 करोड 19,24,950 रकम रहेछ। म ती थिए भने त एकचोटि भक्कै लड्थे होला यार। धन्न थिएन यार म त्यहाँ चाहिँ। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। 1 लाखको गड्डी पनि बेला बेला देख्नेलाई त गाह्रो पो हुन्छ त। त्यत्रो पैसा लिएर एक्लै हिँड्ने यी फुच्चे नाम गरेको कुसाङ लामा साँच्चै नै फुच्चे देखिन्छन्। सानो कदको हेर्दा सोझो मान्छे त्यस्तो गर्ला र फिस्टेले भने जस्तो देखिन्छ। तर ऊ आफ्नै ट्रकमा 25 करोड रकम सहित पक्राउ परे। उनी बारम्बार यस्तो काण्डमा पक्राउ परिरहेका छन्। पैसाको लागि ज्यानै दिने र पैसा कमाउन डेडिकेटेड भएर लागि परेका एक योद्धा हुन् उनी। चाहे जेल पर्नु परोस् बालै भएन, तर काम गर्न छोडेका छैनन्। लगेर मुन्ना भाइ स्टाइलमा लागिरहेका छन्। इनको घर सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका वडा नम्बर 1 मा रहेछ। 8 वर्ष अगाडि पनि 2073 साल पुस 13 गते चीनबाट 7 केजी सुन नेपाल भित्राउँदै गर्दा पक्राउ परेको मान्छे 2078 सालमा बाहिर निस्केको रहेछन्। जेल बसेपछि त अब झन आर्थिक स्थिति डामाडोल हुनुपर्ने हैन, तर एउटा मस्त ट्रक किनेको रहेछ। अब 5-6 वर्ष यो मान्छे जेल बस्यो भने त प्लेनै किन्छ होला। पहिले सुन तस्करमा लागेको मान्छे भनेपछि उसको सुन तस्करहरूसँग राम्रो साँठगाँठ छ। यसको मतलब हाम्रो केही माननीय जीवहरूसँग राम्रो साँठगाँठ छ। उहाँहरूकै चेलो हो भन्ने कुरामा हामी विश्वस्त छौं। तर यो देशमा सुन बोक्नेलाई मात्र तस्करी भनिन्छ, बोक्न लाउनेलाई त राष्ट्रवादी नेता भनिन्छ भन्छन् जनता। अब पुरानो सुन काण्डमा मुछिएको मान्छे त्यसैमा काण्ड थप गरेर जेल चलान गरिन्छ। तर त्यो भन्दा माथिका मान्छेको खोजी कार्य कुनै हालतमा हुँदैन। त्यसैले म के अनुरोध गर्न चाहन्छु भने मेन नाइकेलाई नपक्रिने हो भने त्यो मान्छेलाई ट्रकको भाडा दिएर छोडिदिउँ। अर्को काण्डमा जानु पर्यो नि, बिचारा उसको पनि भ्याइ नभ्याइ छ। अब उसले काम गरेन भने हाम्रै नेताहरूलाई घाटा लाग्छ। मलाई त उसको वाल्ला माया लागेर आइरहेछ हौ बिचाराको। होइन होला के हो? एउटा कुरा भन्न लाज लागिरहेछ कि, तर पनि भन्छु ल, नभनी पनि नहुने भो क्या। होइन हौ, पेट बोक्नेलाई बिचारा साह्रै दुःख पाइ कठैभरि भन्दै बोकाउनेलाई धुई खोजेर कारवाही गर्छन् कि हो कि न भन्नु त? ठिकै पनि हो। अब त्यो पड्केले नबोकाएको भए बोक्ति त होइन। तर अनि पैसा बोक्ने सुन बोक्नेहरूलाई चाहिँ किन बिचारा नभनेको? किन हेला गरेको सरकार? बोकाउने मान्छेहरूलाई खोज्नु पर्दैन? कानुन सबैलाई बराबर होइन कि? बोकाउने तपाईँहरूकै मान्छेहरू हुनु हौ। होइन नि होला, बेकारमा शङ्का गर्छु नि म। कस्तो नटी हौ म। मलाई एउटा टेन्सन लागिरहेछ। अस्ति अवैध रूपमा आएको धान चामल रक्सी बिरुवा चल्ला सबै खनेर गाडेका थिए। यो पैसा पनि खनेर गाड्छन् होला हौ। गाडे भने चाहिँ त्यो ठाउँ पत्ता लगाइराखौँ है साथीहरू। निकालेर ल्याएर महावीर पुनलाई दिनुपर्छ। किताब बेचेर साह्रै दुःख पाए हो, बुढाले नाचै गर्छन्। बरु त्यो पैसा दिएर एउटा भ्रष्ट नेताहरूलाई संसद भवनमै गएर गोद्ने खालको रोबोट बनाउन लाउनु पर्छ।
खासमा यो सुन काण्ड र पैसा काण्ड चाह्यो भने प्रहरीले तुकको तु पत्ता लगाउन सक्छ, तर नेताहरूको दबाबले सबै सामसुम हुन्छ। अब त्यो बाटोमा हराएको व्यापारी से ब्याग कसको भनेर पत्ता लगाउनेले क्विन्टलका क्विन्टल सुन थाक्का थाक पैसा कसको भनेर पत्ता लगाउन सक्दैन। यसैबाट पनि बुझिन्छ यसमा नेताहरूको ठुलै हात छ भन्छन् जनता। ठुल्ठुला नेताको आशीर्वाद बिना यो देशमा कुनै काण्ड गर्ने आँट कसैले गर्दैन। यो देशमा जति अपराध हुन्छन् सबै शक्तिको आडमा हुन्छ। जो शक्तिको आडमा छैनन् उनीहरूलाई झुटो मुद्दा लाएर पनि भित्र हालिन्छ, तर शक्तिको आडमा हुनेहरूले साँचो मुद्दामा पनि सफाई पाउँछन् भन्छन् जनता। अब अस्ति सुन इन्भेस्टिगेसन गर्दा गर्दै घटेको घटै लास्टमा पितल भए जस्तो यो पैसा पनि 2-4 दिनमा नक्कली रहेछ, फिल्मको सुटिङको लागि पो ल्याएको रहेछ, तपाईको साँडे भन्दै डिसमिस बनाउँछन् भन्दैछन् जनता। तर म भन्दिनँ, किन भन्नु, मलाई मेरो सरकारप्रति पूर्ण विश्वास छ। सुन पच्यो, अब यो पनि पच्छ, ढुक्क हुनुहोस् भनेर नभन्नुहोस्। यो इन्भेस्टिगेसन हुँदैछ, चाँडै पत्ता नलागे पनि अर्को काण्ड चाँडै आउँछ, त्यसपछि हामी त्यता झुल्लिन्छौँ अनि फुसुके बिर्सित हाल्छौँ। नेताहरूले एउटा काण्ड भुलाउन अर्को काण्ड ल्याउँछन्, थाहा छैन तपाईँहरूलाई? मलाई पनि थाहा छैन। म पनि कुसाङ लामा जस्तै हेर्दाको सोझो मात्रै हो। तर कुसाङ लामा वचनको पक्का मान्छे रहेछन् भन्ने कुरा पत्ता लगाएँ क्या मैले। उसको गाडीमा यस्तो लेखेको थियो, गुड्नु छ रोडमा, कमाउनु छ नोटमा, जिन्दगीको भारी बोक्नु छ चोटै चोटमा। हेर त कस्तो मार्मिक छ, तरक्कै आँसु आउने खालको पो छ त। सत्य पनि छ नि त होइन। ट्रक लिएर गुड्नु छ रोडमा, सामान बोकेर होइन क्या, नोट बोकेर नोटै कमाउनु छ, भारी बोक्नु छ चोटै चोटमा भनेको चाहिँ मुद्दा हुँदा पनि लास्ट पैसाको भारी बोक्नु परेको छ क्या उसले। खासमा मेरो विचारमा यो केटोले एक्लै कमाउने भएर डुबेको हो क्या। कम्तीमा खलासी त राख्नुपर्छ नि, त्यही खलासीलाई कमिसन कम भएर होला आज यसरी डुबाइदिएको। त्यही भएर बाजे पनि खाने बेलामा चाहिँ बराबर मिलिमिली खानुपर्छ क्या, हाम्रो देशको नेताहरूले जस्तै भन्छन् जनता। तर म पत्याउँदिनँ, म मरिगए पत्याउँदिनँ। एउटा न्युजले के भन्दै थियो भने नि, अहिलेसम्मकै सबैभन्दा ठुलो रकमको काण्ड रे, यत्राको ठुलो। बालेन दाइको स्ट्याटस पढेनौ? गिरिबन्धु काण्ड 10,000 करोडको, 25 करोड ठुलो कि 10,000 करोड ठुलो? हान्यौ हावादारी कुरा गर्ने। तर क्यासै पक्रेको त यही होला हौ, कता कता के सेटिङ मिलेन। अब ठिकै छ, अब कति ट्रक ओसारिसक्यो, कुनै कमाउनु त कमाइको होला। तर एउटा अचम्म लाग्दो कुरा, विदेशबाट मरिमरि दुःख गरेर एउटा मोबाइल ल्याउन पाइँदैन, अचारको बट्टा गुन्द्रुकको पोका धरी खोसिन्छ, घाँटीमा लागेको सिक्री धरी खोसिन्छ, अनि यत्रो विदेशी पैसा चाहिँ कहाँबाट छिर्छ हौ? हाम्रो साथीहरूलाई यो छिराउने बेलामा चाहिँ मस्त निन्द्रा लाग्छ क्या हो। मलाई पनि खसीको मासु खाएको दिन चाहिँ साह्रै नमजाले निन्द्रा लाग्छ हौ। यो कुसाङ लामाले म भरिया मात्रै हो भनेर स्वीकार गरिसक्यो, प्रहरीले पत्ता लगाइसक्यो। अहिले राजस्व छली तथा विदेशी मुद्राको कारोबार गरेको कसुरमा उच्च पाटन अदालतबाट म्याद लिएर विदेशी विनिमय ऐन 2019 को आधारमा कारबाही सुरु गरियो रे। मैले नबुझेको कुरा, अस्ति 7 किलो सुनकाण्डमा पर्दा कसले धरौटी हालेर निकाल्यो? उसलाई पक्रेर अनुसन्धान गर्दा हुँदैन? ट्रक किन्ने पैसाको स्रोत के हो त्यो खोजी गर्दा हुँदैन? प्लाङ हानेर कसको काम गर्छस् भनेर सोधेर पत्ता लगाउँदा हुँदैन? सुराकी दिने मान्छे कन्फर्म यिनीहरूकै सेटिङको मान्छे हुनुपर्छ, नत्र त्यति गोप्य कुरा कसरी पत्ता लाग्छ? त्यसलाई समातेर मजाले अनुसन्धान गर्दा हुँदैन? केले रोक्छ? तर अब हामी पनि अब घाँसै हो, अब के थाहा हामीलाई होइन, हामीले नबुझेको पनि हुनसक्छ। तर हाम्रो टिभीमा चाहिँ नि सिआइडी अङ्कलहरूले यत्रो नाकको भूतलाई भेट्यो भने पनि पत्ता लगाउँछन् हौ। यहाँ त डल्लै मान्छे पक्रेको छ त, कसरी पत्ता नलागेको हौ भन्दैछन् हाम्रो बाउले। हाम्रो बाउ र म सँगै बसेर सिआइडी हेर्छौँ नि त। के इन्भेस्टिगेसन गर्छ हो साथीहरू? सुनकाण्ड पत्ता लाग्दैन, गिरिबन्धु पत्ता लाग्दैन, भुटानी शरणार्थी पत्ता लाग्दैन, अनि बोर्डरमा 2 केजी चिनी ल्याउँदा चाहिँ च्याप्प समाएको छ, लाज लाग्दैन भन्दैछन् जनता कमेन्टभरि। म त भन्दिनँ, मेरो त कहिले पक्रेको छैन। एउटा न्युजले भन्दै थियो सोमबार राति पक्राउ गरेको, मङ्गलबार दिउँसो मात्र किन जानकारी दिएको, शङ्का लाग्दो कुरा छ भनेर मैले कमेन्टमा गएर मार हप्काइदिएको। त्यत्रो 25 करोड पैसा गर्न टाइम लाग्दैन भनेर थरर भयो होला मुला। मैले देखिनँ, अब मैले त मोबाइलबाट हानेको, बुझ्नु छैन, पत्र बोल्दो रहेछ।
अन्त्यमा हाम्रो देश ग्रे लिस्टमा आउनुको कारण यस्तै इलिगल ट्रान्जेक्सन, तस्करी, भ्रष्टाचार हो। अनि यो गर्ने सबै हाम्रो प्रिय व्यक्तिहरू हुन्। यो कुसाङ्लामा त प्रतिनिधि पात्र मात्र हो। यस्ता हजारौं युवा यस्तो कारोबारमा छन्। यिनीहरूलाई बलिको बोको बनाएर भिआइपीहरूले पैसा कमाउने धोको पुरा गरिरहेका छन्। जबसम्म हामी यी नरपिचासहरूलाई भगवान सम्झन्छौँ तबसम्म यो देशले शान्तिको सास फेर्ने छैन। हस् त गाइज, तपाईहरुलाई मेरो भिडियो मन परेमा लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। अनि कमेन्टमा आरुदु बेबी तिमीले करोडको कुरा गर्यौ तर मसँग त सुखको छैन नि भनेर लेख्नु होला। म सेम टु यु भन्छु। साँच्चै ठ्याक्कै अहिले तपाईको गोजीमा कति रुपैयाँ छ भन्नु त, नडाँटिकन। छैन होला, तर पैसा नभए पनि अब यस्तो इलिगल काम चाहिँ कहिले पनि नगर्नु होला। बरु गुन्द्रुक खाएर बस्नुहोस्, गुन्द्रुक छैन भने बरु मेरोमा आएर लानु होला, तर कृत्य काम कहिले पनि नगर्नु होला। अनि अर्को कुरा, जति सुकै काण्ड आए पनि हामीले एनसीएल काण्ड चाहिँ बिर्सिनु हुँदैन है मेरी हो। नहीं सुधरेगा रे बाबा, तू नहीं सुधरेगा।